भित्र रोयल खेती बनाएको छ खेती बनाइयो कि दाउरा पनि हालिन्छ नि होइन यसरी आगो बाल्नलाई नै दाउरा हालेर भित्र यसरी आगो बाल्न गएको छ पछि सेकिया छ आर्थिक मन्दी झेले कि अब अहिले आएर सक्दै नसक्ने चिजहरू गरै नसक्ने यस्तोसँग गरेको आगो लगाइएको घर यस्तो गर्छ पुरै क्षति भएको छ यसको करोडौँमा क्षति भएको छ सँगै भएको घरमा पनि चाहिँ तोडफोड भएको छ यता घरलाई चाहिँ आगोले पनि क्षति पुर्याएको रहेछ तोडफोड चाहिँ भएको छ र यता चाहिँ आगोले पूर्ण रूपले क्षति भएको देखिन्छ पिलपुलेमा बिहानदेखिको माहौल चाहिँ यस्तो छ र आन्दोलनको माहौल चाहिँ होइन हिजोको क्षति के भयो भन्ने हिसाबले मान्छेहरूले आएर हेर्ने त्यस्तो हिसाबमा मात्रै खिचेको किन्नलाई आएको रहेछ मान्छेको भिडभाड चाहिँ बिहानदेखि नै बाक्लै छ र एकछिनमा यस्तो भिड भएर होइन यहाँ भिड पनि हटाउँछन् होला अनि हिजो भएको फोहोरहरू जुन यो आगलागी हुँदाखेरिको निस्केका फोहोर अनि यो घरबाट हिजो जुन कागजपत्रहरू फ्यालिएको थियो बाहिर सबै सडकमा आएर फोहोरको रूपमा बसेको थियो र नगरपालिकाको गाडीले फोहोरहरू आउँदैछ नगरपालिकाले पनि यस्तो बेलामा चाहिँ कहिले पनि सहयोग गरिरहेको थियो यता दुईजना साथीहरू सबैजना लगाइरहेको नगरपालिकाको टिम पनि यसरी काम गरिरहेको छ बिहानीबाट लुटपाट गर्न भ्याएको स्टेसनरी यहाँ यस्तो मार्बल हाउस त्यहाँ गएर पुलिससँग चटको बोल्छ त दाइ सिमेन्टी त के बोलिरहेको 24 घण्टा बोलिरहेको छ के बोल्दा भित्रको तारहरू हो कि है के बोल्यो उ त्यहाँ बोलिरहेको घरको विषयमा न्युज कभरेज गर्न उयो केटा चाहिँ उयो घर पछाडिको केटा जस्तो लाग्छ ल कस्तो भएको थियो हिजो कि कसरी सुरु भएको थियो भन्नु त दाइ हिजो चाहिँ त्यो चोक मेन चोकमा चाहिँ उ भएको होइन तपाईँको उता प्रहरी र यता घुसपेट बिच ढुङ्गा हानाहान हुँदाखेरि उताबाट आँसु ग्यास भयो हानेर टिकिर भित्र भएको त्यतिखेर सुरुवात त्यसरी भयो सुरुवात चाहिँ कसरी भयो सुरुवात चाहिँ त्यसरी भएको तपाईँले देख्नुभयो पहिला चाहिँ यताबाट घुसपेट तर्फबाट ढुङ्गा हानाहान भयो कि टियर ग्यास आयो त पहिला सुरुमा ढुङ्गा हान्यो होइन त्यसपछि चाहिँ उताबाट टियर ग्यास हान्न लाग्यो के सुरुमा घुसपेटै भनेर तपाईँलाई लाग्छ हो मलाई घुसपेटै भएर लाग्यो मलाई हस् धन्यवाद हिजो कार्यक्रम गर्नलाई तयार गरिदिएको स्टेज कार्यक्रम पनि भएन कार्यक्रम पनि गर्न सकिएन र अहिले स्टेजको
निकाल्ने कार्यक्रम भइरहेछ। अब स्टेज चाहिँ खाली हुन्छ एकैछिनमा। हिजो यहीँबाट चियर ग्यास भएको थियो यहाँ माथिबाट। अहिले तिर पनि सामान्य भएको छ हिजोको तुलनामा। हिजोको उग्र रूप थियो यही ठाउँमा, अहिले सामान्य छ। यो चाहिँ तिनकुनेको अर्को साइडतिर पनि यसरी घरहरू खेती भइरहेको छ। तिनटै घरमा सेती हुन्छ। यो घरमा चाहिँ अब साथै सेती भएको रहेछ। यसमा चाहिँ हालिन्छ सिसाहरू पनि सेती भएको छ। यो यसरी ढुङ्गाहरू सबै हुँदैरहेछन्। हेर कहाँबाट मात्रै ल्याएर ढुङ्गा यो चाहिँ यहाँ पनि क्षति पुऱ्याएर छ। यसरी यो चाहिँ क्षति पुरेको देख्छ। यो लक्ष्मी प्राइम अटोमोबाइल यो चाहिँ काठमाडौँ मण्डला बैङ्कको बिल्डिङ हो। यहाँ पनि क्षति भएको छ। यहाँ मण्डलाको चाहिँ यसरी मण्डलाको हुने च्याते के भन्छ अब मण्डलालाई पुरै उगाइएको छ। तोडफोड पनि छ। यहाँ क्षति भएको छ। यसरी यो चाहिँ कुमारी बहिनी रहेको बिल्डिङ श्रीराज भवन। यसमा पनि केही क्षतिहरू चाहिँ देखिएको छ। सिसाहरू यसरी फुटेको देखियो। यो हाम्रो तिनकुने चोकैको बिल्डिङ हो। अहिले यहाँ सामान्य हुँदैछ स्थिति। यो चाहिँ नेपाली टावर। हामीले यो अघि देखाएको भन्दा अलिकति वरपट्टिको घरहरू हो। यिनीहरूमा कुनै क्षति छैन। यिनीहरू चाहिँ सबै बचेको रहेछ। त्यही भएर यहाँ पनि ढुङ्गा हानी थियो। यहाँ माथिको उयोहरू भएर रहेछ त। यो पनि जस्तो आस्तै रहेछ।